छोटा सिद्धले सबैलाई तपाईँहरूले पनि यसरी स्वयम्भूमा आएर सकदावामा कुरा गर्नु सक्नुहुनेछ। यसपालिको सकदावा चाहिँ विशेष रहेको कारणले सबैले पुण्य आर्जन गरौँ र धर्म कमाउँ। सबै काममा व्यस्त होइन, धर्ममा पनि लाग्नुपर्छ। कहिलेकाहीँ धर्म कर्म पनि कमाउनुपर्छ। हामीले जति पनि धर्म कमायो त्यो चाहिँ ब्याङ्क ब्यालेन्स जस्तै हो। जति धर्म कमायो त्यति नै पछि आफूलाई नै ब्याङ्क ब्यालेन्स कसरी युज हुन्छ, काम लाग्छ। त्यसै गरी धर्म कमाएर धर्म पुण्य सञ्चय गर्नुपर्छ। अनि यसपालिको सकदावा चाहिँ बुद्ध धर्मीको तबुलोको सकदावा भएर विशेष सकदावा मानिन्छ। तपाईँहरूले नि यसरी जीवनमा धर्म कर्म पनि लाग्नु होला। सबै व्यस्त मात्रै मनुष्यको जीवनमा जति नै व्यस्त भए पनि लाने केही छैन। 2 दिनको तल्लामा धर्म कर्म पनि सँगसँगै गरिराख्नुपर्छ।